Today, we are going to learn about basic organic nomenclature. Naming of organic compound depends on functional group. Certain functional groups have prefix, whereas others have secondary suffix. That's why we can categorize the functional group into two classes. First is functional group having prefix and second one is functional group having secondary suffix. First, IUPAC name consists of prefix, word root, primary suffix and secondary suffix. Prefix represent substituent groups. Word root represents number of carbon atoms in the parent chain. Primary suffix represents types of carbon-carbon bonds and secondary suffix represents functional group. First, functional group having prefix. In such case, prefix IUPAC name is prefix plus alkane and the general rule is simple rule is uh, suppose we are going to name any organic compound. Uh, Before naming, we should identify first the functional group, which functional group is present in the given compound. And second is we have to count the carbon atom. वास्तवमा हामीले नेमिङ गर्नुभन्दा अगाडि फङ्सनल ग्रुप आइडेन्टिफाई गर्नुपर्छ अनि त्यस पछाडि कार्बन काउन्ट गर्नुपर्छ. सपोज इफ देयर इज कार्बन 1 in place of alk we should called meth. If there is two carbon, then we should call eth. If there is three carbon, then we should call prop. Four carbon, but, which is also regarded as odd root. Okay. अल्क पनि भनिन्छ. अल्कको ठाउँमा कार्बन 1 छ भने in place of alk, if there is carbon 1, we should say meth. कार्बन 2 छ भने इथ भन्नुपर्छ, we should called eth. कार्बन 3 छ भने प्रोप हुन्छ. कार्बन 4 छ भने ब्यूट हुन्छ. सिमिलरली कार्बन 5 छ भने पेन्ट हुन्छ. यो कुरा ख्याल गर्नुस्. फर्स्ट फर इक्जाम्पल CH3NO2. CH3NO2 called नाइट्रोमिथेन. यहाँ चाहिँ फङ्सनल ग्रुप NO2 छ. NO2 को प्रिफिक्स नाइट्रो हुन्छ एन्ड कार्बन एउटा मात्रै छ. त्यो भएर अल्केनको ठाउँमा के भन्नुपर्छ त मिथेन भन्नुपर्छ. अब नाइट्रो प्लस मिथेन नाइट्रोमिथेन हुन आउँछ. अब सिमिलरली फङ्सनल ग्रुप NO2 छ. NO2 को प्रिफिक्स हुन्छ नाइट्रो. योभन्दा अगाडिको क्लासमा मैले फङ्सनल ग्रुपको बारेमा भनिसकेको छु. एन्ड कार्बन दुईवटा छ, टुवटा छ. नाइट्रो प्लस इथेन नाइट्रो इथेन हुन्छ. अब यो केसमा तपाईहरुलाई मैले बुझाउँछु. अहिले फङ्सनल ग्रुप 1 कार्बनमा छ. यो 2 भयो. यदि यो फङ्सनल ग्रुपलाई यो कार्बनमा तपाईले लग्नुभयो भने अब के हुन्छ? NO2 CH2 CH3. अब यो केसमा अब हामी फङ्सनल ग्रुपको साइडबाट नम्बरिङ गर्नुपर्छ. त्यसकारण यसले 1 पायो, यसले 2 पायो. भनेपछि यहाँ लोकेन्ट पोजिसनलाई चेन्ज गर्न सकिएन. पोजिसन चेन्ज गर्न सकिँदैन भने लोकेन्ट अर्थात् नम्बरलाई असाइन गर्नु पर्दैन. इफ पोजिसन कान्ट बी चेन्ज्ड, नम्बर शुड नट बी असाइन्ड. नम्बर असाइन गर्नु पर्दैन, पोजिसन चेन्ज गर्न सकिँदैन भने. त्यो भएर नाइट्रो इथेनलाई 1 नाइट्रो इथेन भनिँदैन, नाइट्रो इथेन मात्रै भनिन्छ, 1 लेखिँदैन. किन? यसको पोजिसन चेन्ज गर्न सकिँदैन. अब यो केसमा हेर्नुस् त,
अहिले NO2 ग्रुप 1 नम्बर कार्बनमा छ 1 2 3 अब यो NO2 लाई 1 बाट यो कार्बनमा लगियो भने पोजिसन चेन्ज हुन्छ 2 2 मा जान्छ भनेपछि 1 नम्बरमा भएको NO2 ग्रुपले हामीले पोजिसन चेन्ज गरेर 2 मा लैजान पनि सकिन्छ भनेपछि नम्बर चेन्ज गर्न सकिन्छ यो केसमा यस्तो अवस्थामा नम्बर असाइन गर्नुपर्छ त्यही भएर यो कम्पाउन्डलाई नाइट्रोप्रोपेन नभनिकन 1 नाइट्रोप्रोपेन भन्नुपर्छ अब यसमा पनि हेर्नुस् त अहिले 1 2 3 2 नम्बरमा छ 2 नम्बरको अब यसलाई यहाँ लग्ने हो भने 1 मा जान्छ अथवा 1 पोजिसनमा जान्छ पोजिसन चेन्ज गर्न सकिन्छ भनेपछि पोजिसन चेन्ज गर्न सकिन्छ भने नम्बर लेख्नुपर्छ पोजिसन चेन्ज गर्न सकिँदैन भने नम्बर लेख्नु पर्दैन त्यसकारण यो के भयो 2 नाइट्रो प्रोपेन भयो सिमिलरली यहाँ चाहिँ फङ्सनल ग्रुप Cl छ Cl को प्रिफिक्स क्लोरो हुन्छ कार्बन एउटा छ मिथेन भयो क्लोरो प्लस मिथेन क्लोरोमिथेन भयो सिमिलरली CH3 CH2 Cl अब क्लोरो प्लस इथेन क्लोरो इथेन भयो अब यसमा हेर्नुस् यहाँ अहिले पोजिसन 1 मा छ 2 मा लग्यो भने पोजिसन चेन्ज गर्न सकिन्छ त्यही भएर यो कम्पाउन्डलाई पनि क्लोरोप्रोपेन नभनिकन 1 क्लोरोप्रोपेन भन्नुपर्छ अब यो 2 नम्बर पोजिसनमा क्लोरिन भएको भएर 1 2 3 2 क्लोरोप्रोपेन भयो अब यसमा हेर्नुस् N डबल बन्ड N एजो अथवा डाइएजो हो एजो फङ्सनल ग्रुप छ एजोको चाहिँ प्रिफिक्स एजो अर डाइएजो हुन्छ त्यही भएर यो कम्पाउन्डलाई एजो प्लस बेन्जिन एजो बेन्जिन भन्नुपर्छ यो कम्पाउन्डलाई डाइएजो बेन्जिन पनि भन्न मिल्छ डाइएजो बेन्जिन पनि भन्न मिल्छ अथवा एजो डाइबेन्जिन एजोसँग चाहिँ दुईटा बेन्जिन भएको भएर एजो डाइबेन्जिन पनि लेख्न सकिन्छ यो कुरा ख्याल गर्नु होला ओके थ्याङ्क यू इफ यु like this video please do not hesitate to like share and subscribe the channel okay thank you